हामी टिका लाउनको लागि रेडी हुँदैछौँ। यो जमरा, यो हामी सेतो टिका। ल हेर्दै गर्नु होला, सेतो टिका लाउँछ हामी है। यो जमरा, यता काकाहरू आएर रेडी, काकाहरू आउनु बाँकी। यो टोलीहरू फोटो खिच्न व्यस्त, टिकटक बनाउन। बाउले टिका लगाइदिन्छ है सबैजनालाई। काकी ल अब चाहिँ टिका लाउनको लागि सामग्रीहरू तयार गर्दैछौँ। हरेक साल टिका लाउने बेलामा सुरुवात चाहिँ हाम्रो बुवाले गर्नुहुन्छ। काकाहरूलाई टिका लगाएर टिकाको सुरुवात गर्नुहुन्छ। अनि त्यसपछि काकाहरूले पनि हामीहरू सबैलाई लगाइन्छौँ। पहिला सुरुवात सधैँ हरेक वर्ष यसरी नै गर्छौँ हामीले। लुगा लाउँदै थियो मुखो भरि अन्डा लिएर कहिले खोयाले से मुखमा त भोरि अन्डा लिएर से यहाँले भनिदिन्छ हेलो हामी आइसक्यो हामी सुरु गर्छौँ ल आमा र काकी भालो टिका लाउँदैछन्। त्यही हो क्या टिका लाउनलाई भाउजूहरूको टोली, भाउजू छोरी सुत्देन आउँदैछ, दाइ आउनु बाँकी छ, शुद्ध आउनु बाँकी छ। ल ल सबैले हेलो युट्युबमा लि आउने क्रम जारी छ। ल भइसक्यो। टिका लाउने टोली आउँदैछन् कोसेली साथ। कति हजारको चस्मा रे? 10.5 100 कि 1000? मम्मी
त्यो बुढी पनि त्यस्तै हो त्यो जोड लाएर त्यो प्याकिङले हेरेपछि हेऱ्यो आउँथ्यो झुपिरा बुबाट खिच्यो त फोटो खानपिन खाना आयो भने खिच्ने नजिक नजिक पनि चल्नु मेरो भिडियो बनाएन फोटो मेरो फोटो आएन अनि किलो आयो चस्मै लाएर टिका लाउनु लाग्यो यार महँगो चस्मा भनेर क्या चस्मा लाएर सुत्छ क्या राति मैले चस्मा ला खतरा देखेर मोटो भ्लगर जस्तो देखाएको छ भन्दै थियो यस्तो 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 बनाउनु पर्ने अब बाहिर खुल्ला दुबई पुग्यो त्यो हेलिकप्टर खास एक तल मात्र उड्यो कि त्यो आकाशमा चलाभन्दा माथि उडेर त अनि यो त रोएर बसिरहेको यस्तो छालामा ट्रेनभित्र घरभित्र उडाउने भन्दा बाहिर उडाउने के हेर्नु त्यो बुढीमा खालको हो हेलिकप्टर दक्षिणा दिनुपर्छ भनेर होला ल हामी टिका लाउँदैछौँ हामी सब परिवार हामी छौँ हेर्दै गर्नु होला 2082 सालको 2082 सालको बडा दसैँको हामी सबै हाम्रो घरमा बसेर टिका थाप्दैछौँ घर काकीलाई चाहिँ एक गेम धुम्मा मात्र हुँदै थियो बाहिर होटल लगाउँछौँ टिका 500 रुपियाँ बाजेर बुझ्नु कति 12-13 पनि सिधै छैन पैसा देखा त झुपी यो त साउनी भएछ त आज त साउनी भइसक्यो ल यति रमाइलो भएको छ 2082 सालको दसैँमा हामी पाले पाले टिका लाउँदैछौँ सबैजना हामी सबैजना काकाहरू हामीहरू बसेर त्यो 50 रुपियाँ त गोजीमै टालेर जान्छ यहाँ चाहिँ एकजना धनी मान्छे दक्षिणा धेरै कमाएर दक्षिणा गन्दैछन् ऊ
टन्नै भएछ दक्षिणा साउनी भएछ आज है। ल अब हामी खाना खाँदैछौँ। खानाको लागि ल परिकारहरू बन्दैछ। खाँदैछु, हेर्दै गर्नु होला। ल उताबाट टिका यताबाट, आशिष उताबाट। ल हाम्रो घरमा यसपालिको दसैँको टिका खुब रमाइलो भएको छ। हामी खाना खाँदैछौँ। ल लक्ष्मी बुहारी कति रमाइलो भइरहेछ है। 2082 सालको दसैँ त हामीले साह्रै रमाइलो गरे है। देश विदेश बस्ने सबैजनालाई अग्रिम शुभकामना। हामी खाँदैछु। हामी टिका लाउने चितवन जाने भने चाहिँ फेरि भ्याउँदैन नि। हामी चाहिँ टिका लाउँदैछौँ, रमाइलो हुँदैछ। यता खानपिन खाइसक्यो। है सबैलाई ह्याप्पी दसैँ। हामी 43 सन्तान गुरुङ परिवार, 12 जिल्ला 19 जन, धादिङ पुरानोवासी। अहिले चाहिँ हामी चितवनतिरै आइपुगेका छौँ। हाम्रो बाजेको हातबाट टिका लाउनुको लागि भनेर हामी टिकाकै दिनमा चितवन आएको छौँ। अब बाँकीको भिडियो चाहिँ हाम्रो सबै टिकाको दिनमा लगाएको फोटोहरू मैले मिलाएर राखेको छु। त्यही झल्कोहरू देखाउनलाई फोटोको माध्यमबाट नै मैले प्रस्तुत गरेको छु। सबैले हेर्नु होला। सबै फोटो तस्बिरहरू छन्, राम्रो छन्, हेरिदिनु होला। धन्यवाद।